ल म आज चाहिँ एउटा पुरानो जोक भन्न गइरहेको छ है, सबैले सुनिदिनु होला। किनकि यो चाहिँ एउटा रमाइलो टाइपको पनि छ, मजाक पनि छ है। किनकि यो जोक सुनेर सबैले हाँसिदिनु होला है। एउटा गाउँमा त्यो मुखिया भन्छन् नि, ठालु के मुखिया ठालु भन्छन् गाउँघरको भाषामा है। यसको चाहिँ ठुलै एउटा बगैँचा थियो अरे क्या। त्यो बगैँचा चाहिँ पुरै बगैँचा कस्तो थियो अरे, त्यो बगैँचा त यस्तो ठुलै के कुरै छोडिदियो क्या। बगैँचा भनेपछि त अब त्यो संसारको विश्वको पनि आफ्नै हो भन्ने टाइपको त्यो साहुसँग चाहिँ घमण्ड थियो अरे क्या। अनि त्यो साहुसँग घमण्ड थियो अरे। त्यो साहुले एक दिन चाहिँ कस्तो घमण्ड गरेछ अरे, त्यहाँ भएको वरिपरिको गाउँमा भएका मान्छेहरूलाई, गाउँमा भएको टोलहरूलाई के घमण्ड गरेछ अरे, मेरो बगैँचाभित्र नभएको फलफुल जसले ल्याउँछ ल म 1 करोड रुपियाँ दिन्छु भनेछ अरे। त्यो चाहिँ फेसबुकमा पनि चाहिँ हालेछ अरे, लेखेर है हालेर, ल मेरो बगैँचाभित्र नभएको फलफुल जसले ल्याएर आउँछ म 1 करोड रुपियाँ दिन्छु भनेछ अरे। पछि त अनि 2-3 महिना बित्दै जान्छ, त्यो बगैँचामा कसैले पनि फलफुल ल्याएर आएन अरे। अनि फेरि एक दिन चाहिँ फेरि भन्यो अरे, ल मेरो बगैँचाभित्र फलफुल नभएको फल जसले ल्याएर आउँछ ल मैले 1 करोड रुपियाँदेखि लिएर मेरो बगैँचा उसको नाममा गरिदिन्छु ल भनेछ अरे। अनि त्यसपछि अनि गाउँको 2 जना फटाहा केटाहरू थियो अरे। एउटाले त्यो सुन्तलाको सानो गेडो हुन्छ, नपाकेको गेडो, त्यो गेडो ल्याएर आएछ अरे, फर्सी ल्याएर आएछ अरे। केटा आएछ मेरो अफिस थियो अरे, अफिसमा आएछ साहुलाई भेटेछन्। ल साहु हामीले ल्याएर आएको गेडा त, ल हाम्रो नाममा गरिदिनु पऱ्यो भनेछ अरे। अनि साहुले अनि त्यहाँको भएको स्टाफहरू राखेको स्टाफहरूले बोलाएछ नि सब, ल केटा हो यो 2टाको चाहिँ के हो, उसको त फर्सी रहेछ, फर्सी त ठिकै छ, एकछिन फर्सीको कुरा गरौँला, पहिले के गिडो हो, यो गिडोको चाहिँ कुरा गर्नु पऱ्यो। त्यो गिडो के गिडो हो त्यहाँ उता गएर चाहिँ मेसिनमा चेक गरेर चाहिँ गर त, हाम्रोमा छ कि छैन गिडो भनेछन् केटाहरूले। अनि भन्दाखेरिमा अनि केटाहरूले नि चेक गरेछन्, अनि चेक गरेछन् त्यो बगैँचामा भएको फलफुल रहेछ अरे। अनि त्यो फलफुल हुँदाखेरिमा अनि साहुले भने अरे, यो गेडो त हाम्रो बगैँचाभित्र छ भाइ, यो सुन्तलाको सानो गेडो हुन्छ, हेर्नु त्यही ल्याएर आएर रहेछ यस्तो। अब तँलाई म एउटा कुरा भन्छु, त्यो गरिस् भने पाइस्, नत्र भाइ सजाय पाउनुपर्छ। के छ ल भन्नुहोस् सर, म गरिदिन्छु भने यो गेडो अब तैँले नाकबाट छिराएर मुखबाट निकाल्नुपर्छ भनेछ। ल सर म प्रेस गर्छु भनेछ, प्रेस होइन गर्नुपर्छ भनेछ। अनि पछि नाकभित्र हाल्न लगाएछ अरे, बिचारो नाकभित्र घोच्चे नाकभित्र घोच्चे गरेको रहेछन् अरे केटाहरूले। अनि त्यसपछि अनि पछि त्यहाँको स्टाफहरूले पनि अनि जबरजस्ती हालेका छ अरे, ब्लड आइरहेछ अरे, पुरा सिगान आइरहेछ अरे, मुखबाट रेल आइरहेछ अरे है, त्यो के हाँसिरहेछ अरे। त्यत्रो नाकबाट ब्लड आएर पनि, सिगान आएर, मुखबाट रेड आएर पनि हाँसिरहेछ अरे। साहुले उताबाट भन्यो, ओइ केटा किन हाँस भने फेरि हाँस्छ अरे क्या, फेरि उताबाट हाँस्छ अरे। अनि फेरि सोध्यो अरे साहुले, ओ किन हाँसिस् भन्छ, अब फेरि हाँस्छ उताबाट। लास्ट सोध्यो, रिसाएर सोध्यो। अनि केटाले भन्यो अरे, सर मैले त धन्न एक गेडो ल्याएर आएको छु, मेरो साथीले त फर्सी ल्याएर आइरहेको